को अर्थ बुझाइदिनु पर्छ। यो कल्किजम भनेको के हो भने कर्मवाद हो। कर्मवाद भनेको कर्मको आधारमा मान्छेको ज्याला निर्धारण हुने र योबाट समानता ल्याउने, समाजमा कुनै किसिमको विभेद नहुने, विभेद रहित समाज, शिक्षा, स्वास्थ्य र कानुन सेवा, त्यस्तै बैंकिङ सेक्टरमा डिप्राइभेटाइजेसन, निजीकरणलाई हटाउने र सम्पूर्ण नेपाली जनतालाई शिक्षा, स्वास्थ्य र कानुन सेवा निशुल्क गर्ने अभियान हो। अर्को कुरो, नेपालबाट भ्रष्टाचार, यहाँहरूले भर्खरै हेर्नुभयो होला, जेनजीको आन्दोलन भयो। मुख्य मुद्दा के थियो? भ्रष्टाचार देशमा धेरै भयो, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भन्ने कुरो आयो। तर कसरी भन्ने कुरो उहाँहरूलाई थाहा छैन। कसरी गर्ने भन्दा हामीलाई थाहा छ। कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरले के भन्छ भने 100% नगद, 100% क्यासलेस गरिसकेपछि मात्रै नेपालबाट भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। त्यो भनेको प्रधानमन्त्रीको आजको आय र आजको व्यय, आजको आम्दानी र खर्च कति भयो भने पनि थाहा पाउन सक्ने, एउटा सामान्य नागरिकको पनि कति आय र व्यय छ त्यो पनि थाहा पाउन सक्ने सिस्टम ल्याउनको लागि हामी यो कल्कीवाद भनेको के हो भने, कल्की भने यहाँहरूले सुन्नुभएको होला नि, भगवान विष्णुको अवतारको रूपमा कलियुगलाई समाप्त गरेर वैदिक आर्थिक सिस्टम भनेको के हो भने, कलियुगमा जति पनि यो असमानताहरू छ, यो शिक्षा स्वास्थ्यमा विभेदहरू छ, त्यो सबैलाई समाप्त गरेर राम राज्य ल्याउने जुन कल्कीको अवधारणा हो, त्यसलाई हामी कल्कीवाद भन्छौँ। यो वैदिक इकोनोमिक सिस्टम हो जसले समानता, समता समाजको निर्माण गर्दछ। यो संस्थाको मुख्य उद्देश्य चाहिँ के, रिसर्च गर्ने हो कि देश चलाउने हो? 4-5वटा फेजहरू, कुनै पनि संस्थाले कुनै पनि काम गर्दाखेरि फेजहरू हुन्छ। पहिलो फेज भनेको हाम्रो यो, मैले अघि जुन भने नि, यो कामहरू गर्नको लागि जनताको बीचमा जनचेतना फैलाउने एउटा काम। जनचेतना फैलाइसकेपछि संविधानले भनेको शिक्षा, स्वास्थ्य र कानुन सेवा र भ्रष्टाचार निशुल्क गर्ने र भ्रष्टाचार पूर्णतया निर्मूल गर्ने सन्दर्भमा जनताको लागि एउटा रिफरेन्डम गराउने र हामीलाई के लागेको छ भने यो लडाई भनेको 97% भर्सेस 3% हो। 3% जनताले शिक्षा, स्वास्थ्य र कानुन सेवा निशुल्क हुँदैन भन्छ। 97% आम जनताको के छ भने शिक्षा, स्वास्थ्य र कानुन सेवा निशुल्क हुनुपर्छ भन्ने छ। त्यो 3% को हो त्यस्तो? 3% यहाँहरूलाई थाहा छँदैछ नि, जसले यो समाजबाट फाइदा लिइरहेको छ। त्यो ब्युरोक्रेट्स होला, त्यो भनेको बिजनेसम्यान होला, त्यो भनेको ठुला नेताहरू होला, जसले चाहिँ अप्राकृतिक रूपमा यो नाफा कमाइरहेको छ। प्राकृतिक नाफालाई हामी विश्वास गर्छौँ, अप्राकृतिक नाफा लिइरहेको छ, फाइदा लिइरहेको छ, तिनीहरू चाहिँ 3% हो। 97% चाहिँ त्यो हो। त्यस कारणले कल्कीवाद चाहिँ पहिलो फेजमा मैले त्यो भन्दै थिएँ, जनचेतना जगाउने, त्यसपछि रेफरेन्डम जनता गरिसकेपछि हामीलाई आशा छ हाम्रो एजेन्डालाई 97% नेपालको जनताले समर्थन गर्छ र हामी के गर्छौँ, भिडन्त पनि गराउँदैनौँ। हामीलाई समर्थन गर्नेलाई एक दिन सबै आउनुस् काठमाडौँको टुडी खेलमा जम्मा हुनुस् भन्छु, समर्थन नगर्ने अर्को दिन आउनुस् ताकि झगडा नहोस्। र त्यहीबाट देखिन्छ समर्थन गर्ने यदि धेरै आयो भने हामीले त्यसको आधारमा सरकारलाई के भन्छौँ भने, नेपाली जनताले भ्रष्टाचार निर्मूल गर्न चाहेको छ, नेपाली जनताले शिक्षा, स्वास्थ्य र कानुन सेवा निशुल्क चाहेको छ, त्यसकारण तपाईहरू लागू गर्न अगाडि बढ्नुहोस्। यति गर्दै पनि सरकारले मानेन भने जनता, त्यो 97% जनताले के भन्छ हामीलाई? 97% जनताले होइन तपाईहरू अगाडि बढ्नुहोस्, हामी तपाईँको साथमा छौँ भन्नुहुन्छ भने हामी अगाडि बढ्छौँ र के कस्तो बाटोबाट। तर हामी आउने केही वर्षभित्रमै तपाईको
के छ भन्दाखेरि यो शिक्षा स्वास्थ्य र कानुन सेवा नेपालमा निःशुल्क गराएर छाड्छौँ। त्यो चाहिँ सरकारलाई सहयोग गरेर पनि हुन सक्छ, आफै सरकारमा गएर पनि हुन सक्छ। मोडालिटी चाहिँ समयले बताउँछ। अहिले चाहिँ मोडालिटी हाम्रो चाहिँ फेजेजहरू यो हो। हामी सकेसम्म राजनीति गर्न चाहदैनौँ, राजनीति गर्ने हाम्रो इच्छा होइन। यही सरकारले त्यो कुरा गरून्। हामी पनि प्रत्यक्ष राष्ट्रपति अथवा कार्यकारी यो प्रधानमन्त्रीको हामी पक्षमा छौँ। जेनजीको कुराहरू एउटा कुरा गर्दाखेरि हामीले यो 4-5 वर्षदेखि यो कुराहरू गरिराखेका छौँ र जेनजी हाम्रो कुराहरूलाई समर्थन गरेको अवस्था छ। तर जेनजीसँग त तपाईँको पोलिसी निर्माता नीति निर्माण गर्ने व्यक्तिहरू छैन। त्यसकारण हामी अब जेन एक्स भन्छौँ। यहाँ साथीहरूले जेन एक्स भनेको तपाईँको कति वर्ष हुँदो रहेछ, 45 वर्षदेखि 60 वर्षको उमेरको मान्छेलाई जेन एक्स भन्दो रहेछ है। हामी मलाई पनि कति साथीहरूले तपाईँ जेन एक्सको नेतृत्व गरेर अगाडि बढ्नुहोस्, हामी समर्थन गर्छौँ भनेको। जेनजीले सकेन, अब जेन एक्सको इन्ट्री भयो होइन, सकेको होइन, उहाँहरू सँगै मिलेर नसकेको अवस्था चाहिँ होइन। जेनजीको जुन मुद्दाहरू छ ती मुद्दाहरूलाई हाम्रो, किनभने उहाँहरूलाई नीति त्यति थाहा छैन नि, भर्खरको यङ जेनेरेसन हो, उहाँहरूसँग त्यति अनुभव पनि छैन, अध्ययन पनि छैन। त्यस कारणले उहाँहरूसँग मिलेर हामी यो देशमा परिवर्तन गर्न चाहन्छौँ र हामी अगाडि बढ्छौँ। उहाँहरू आउनुहोस्, हामी सहकार्य गर्न तयार छौँ पनि भनिरहेका छौँ हामी। तपाईँ जेन एक्सको नेतृत्व लिन चाहने कि नचाहने? ठ्याक्कै अब जनताले भन्यो भने चाहने, म त रेडी छु। यदि सबै जनताले आएर हामी हेर्नुहोस् है, त्यत्तिकै लिँदैन मैले नेतृत्व। फेरि मैले के भनेको छु भने छठ पछि सबभन्दा पहिले म यहाँ दर्शक महानुभाव दिदीबहिनीहरूलाई सबैलाई, दाइ भाइ, आमा बुवा, किसान मजदुर सबैलाई म के पनि भन्न चाहन्छु भने दसैँ, छठ र यो तिहारको शुभकामना पनि दिन चाहन्छु। छठ पछि लगत्तै हाम्रो एप आउँदैछ, कल्की सेनाको एप आउँछ। त्यो एपमा कम्तीमा 40 लाख जनताले हामीलाई समर्थन गरेपछि मात्रै म चाहिँ नेतृत्व लिन तयार हुन्छु। किनभने सबभन्दा पहिले त मेरो एजेन्डालाई अथवा कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरको जुन एजेन्डा छ त्यो एजेन्डा जनताले मन पराउनु पर्यो नि। मन पराएको छ भने कसरी थाहा पाउने? त्यो लाइक गरिसकेपछि हामीलाई जनताले मन पराएको छ भने हामी थाहा पाउँछौँ। त्यो हाम्रो मेजरिङ रड हो र जब जनताले मन पराउँछ त्यसपछि हामी नेतृत्व लिन तयार छौँ। अब भनौँ न, अब मैले अहिले नेतृत्व लिए 5 लाख मान्छेले पनि मन पराइदिएन, नेतृत्वको त केही काम छैन नि। त्यसकारण जब उहाँहरू मन पराउनुहुन्छ त्यसपछि म नेतृत्वको लागि अगाडि बढ्छु। तर जनता पहिले सपोर्ट गर्नु पर्यो। तपाईँको टिममा चाहिँ अरू को हुनुहुन्छ नि? हाम्रो टिममा 30-40 जना अर्थशास्त्रीहरू हुनुहुन्छ, डक्टर 100 जना हुनुहुन्छ, इन्जिनियरहरू हुनुहुन्छ, त्यस्तै काठमाडौँका सबै क्याम्पस प्रमुखज्यूहरू हामीसँग हुनुहुन्छ। त्यसकारणले हामीसँग विद्यार्थीहरू त 10,000 विद्यार्थीले हामीले सपोर्ट गरेको छ। तर हामीले अब एप नै बनाएका छैनौँ। एप बनाउने बित्तिकै हामीलाई ठुलो मात्रामा हामीसँग समर्थन आउँछ भन्ने हामीलाई लागेको छ। त्यसकारणले हामी चाहिँ त्यो काममा अगाडि बढिराखेका छौँ। तपाईँहरूको यहाँ टिममा एकजना अमेरिका बस्ने व्यक्ति हुनुहुन्छ अरे, जय शाह। तपाईँहरू चाहिँ अमेरिकाबाट परिचालित हो, डलरबाट परिचालित हो भन्ने हल्ला छ, के हो यो? होइन, त्यो नितान्त गलत कुरा हो। हेर्नुहोस् है, जय शाहजी नेपालकै व्यक्ति हो, उहाँ संस्थापक पनि हो। यो कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरको उहाँ संस्थापक पनि हो र उहाँ तपाईँको के छ भन्दाखेरि नेपालमा केही राख्नु गरौँ भनेर विभिन्न प्रयासहरू गरिराख्नु भएको छ। अब यो आरोप भन्ने कुरो त तपाईँको झुठा आरोपहरूलाई हामीले के भन्ने? अब झुठा आरोपहरू आउँछन्, त्यो समयले आफै चिर्दै जान्छ। समयले त्यो झुठा कुरा थियो भन्ने कुरा हामी जब यथार्थमा अगाडि बढ्छौँ, देशले जब काँचुली फेर्छ, त्यो कुरा असत्य रहेछ भने आफै समयले देखाउँछ नि। हामीले असत्य के भन्ने हैन। त्यसकारणले तर म यति भन्न चाहन्छु, जुन साथीभाइहरूले जसले पनि जय शाहजी प्रति शङ्काको दृष्टिले हेर्नु भएको छ त्यो नितान्त भ्रामक हो, प्रोपोगन्डा हो। धेरै प्रोपोगन्डाहरू, म राष्ट्रिय योजना आयोगमा हुँदा, तपाईँको स्वास्थ्य बिमा बोर्डको अध्यक्ष हुँदा यो प्रोपोगन्डाहरू भइरहन्छ। त्यसको पछाडि हामी लाग्नु हुँदैन। हामी आफ्नो कामले सिर्जना गर्ने हो। कामले एक्सन इज लाउडर देन भन्छन्,
त्यसकारणले एक्सनले हामी काम गर्दै जाने हो। त्यो प्रोपोगन्डाको पछाडि यहाँहरूले बुझ्नुहोस्, तर त्यो प्रोपोगन्डाको पछाडि नलाग्नु। डलरबाट तपाईँहरू परिचालित होइन, बिल्कुलै होइन। डलरबाट परिचालित भएको भए तपाईहरू यहाँ आउनु भएको छ, हामी कान्तिपुरैलाई किनिदिन्थ्यौँ नि, होइन, अन्नपूर्णालाई किनिदिन्थ्यौँ नि, यहाँ तपाईँको एबिसीलाई किनिदिन्थ्यौँ नि, के भन्छ यो अरू यो हिमालयन टिभीलाई किनिदिन्थ्यौँ नि। खोइ हामीसँग आउनुहुन्न कहिलेकाहीँ। यो कुरामा त उहाँहरू इन्टरभ्यू पनि लिन चाहनु। मेरो सबै तपाईँको हरेक टेलिभिजनले, हरेक पत्रकारले मेरो इन्टरभ्यू लिएको छ नेपालमा। तर असली जुन अहिले मुद्दा उठाइरहेको छु, जसले साँच्चीकै देशमा परिवर्तन ल्याउँछ, त्यसमा चाहिँ इच्छुक देखिराख्नु भएको छैन। सामान्य सामान्य कुराहरूमा इन्टरभ्यू लिने, वास्तविक रूपमा देशलाई परिवर्तन गराउन भन्ने सन्दर्भमा, किनभने उहाँहरू मैले अघि भनिसके 97% भर्सेस 3%, उहाँहरू पनि त्यही 3% भित्र पर्नुहुन्छ। र 3% व्यक्ति जसले यो परिपाटीबाट, यो यथास्थिति राजनीतिबाट, यथास्थितिबाट जुन फाइदा लिइराख्नु भएको छ, उहाँ हामीहरूसँग आइराख्नु भएको छैन। उहाँहरूलाई डर लागेको छ। तर म उहाँलाई के भन्न चाहन्छु भने तपाईहरू डराउनु पर्दैन। हाम्रो जब नीति लागू हुन्छ, यहाँहरूको जीवन पद्धति, यहाँहरूको जीवनशैलीमा कुनै किसिमको गिरावट आउँदैन। किनभने हामीले आउने 5 वर्षमा नेपालको जीडीपी ट्रिपल गर्दैछौँ, 3 गुणाले हामी बढाउँदैछौँ। हाम्रो मुद्राको 1 रुपैयाँ नेपाली मुद्रा 25 रुपैयाँ बनाउने हाम्रो योजना छ। तपाईको एक्सपोर्ट बढाउने योजना छ। सबै नेपालीलाई धनी बनाउने योजना हो। केही अहिले 3% नेपाली धनी हो। हाम्रो योजना भनेको 100% नेपालीलाई, जसरी स्विडेनमा, नर्वेमा 100% नेपाली धनी छ, त्यसरी 100% नेपालीलाई धनी बनाउने हाम्रो योजना हो। समानता ल्याउने, सबैलाई सुखी बनाउने योजना हो, सबैलाई समृद्धि बनाउने योजना हो। हाम्रो संविधानमै सुनिश्चित गरेको छ। संविधानले शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, जनताको चाहिँ उ गर्ने भनेको छ, कानुनी सेवा निःशुल्क गर्ने भनेको छ। के फरक रहेर तपाईँहरूको अभियान र संविधानमा लेखेको? एकदम संविधानमा लेखेको छ, हामी गर्न चाहन्छौँ। फरक त्यति मात्र। त्यो प्रवृत्ति खराब होइन नि त, सिस्टम खराब होइन नि त, त्यो चलाउने मान्छेलाई पो तपाईँले ठिक हो गर्न त्यही भएर त मैले भन्दैछु, हामी चाहिँ संवैधानिक व्यवस्थालाई लागू गरौँ। हामी तपाईहरूको कुनै हामी राजनीति गर्न आएको होइन। तपाईको सत्ता ढालेर राजनीति गर्ने हाम्रो कुनै इच्छा छैन। तर तपाईहरूलाई गर्नु भएन, संवैधानिक व्यवस्थालाई लागू गर्नु भएन भने हामी चाहिँ जनताले जे म्यान्डेट हामीलाई दिन्छ त्यो सडकमा आउन जनताले भन्छ भने सडकमा आउँछौँ हामी। 40 लाख जनताले तपाईँ भोक हडतालमा बस्नुहोस् भने भोक हडतालमा पनि बस्न म तयार छु। 40 लाख जनताले तपाईँ सडकमा आएर नारा जुलुस गर्नु त्यो पनि तयार छु। सडकमा आउन तयार 40 लाख जनताले समर्थन गर्नु पर्यो। तर म एक्लै गएर कुनै अर्थ छैन। म एक्लै भोक हडतालमा बसेर पनि कुनै अर्थ छैन। जब 40 लाख जनताले हाम्रो कुरा बुझ्छ र 40 लाख जनता आएर उमाशंकर तिमी आऊ सडकमा, हामी 40 लाख तिम्रो पछाडि छौ, त्यसमा आजैदेखि आज 40 लाख जनताले सपोर्ट गरोस्, भोलि म त्यही गएर के भन्छ त्यो भोक हडताल गर्ने ठाउँ माइती घरमा म बस्न तयार छु। तर एक्लै बसेर कुनै अर्थ छैन। तपाईँ के सत्ताकै लागि माइती घर जाने कि के हो? तपाईको माग के हुन्छ अब? तपाईको यही सरकारले सपोर्ट गर्यो भने तपाईले के गर्नु? यही सरकारले संवैधानिक व्यवस्था लागू गरोस्, भ्रष्टाचार निर्मूल गरोस्, तर क्यासलेस लगाएर भ्रष्टाचार निर्मूल गरोस्, शिक्षा, स्वास्थ्य, कानुन सेवा निःशुल्क गरोस्, जनतालाई, सबै जनतालाई धनी बनाओस्। यो सरकारमा नगइकिन बाहिर बसेर गर्न सकिँदैन यो क्रियाकलाप भनी त राखेको छु अहिले। मैले त अहिले भनेको पनि त त्यही हो नि, यही सरकारले गरौँ न। मैले यहाँलाई जानकारी दिउँ, सुशीला कार्कीलाई मैले एसएमएस पठाएको छु। के अरे यो अर्थमन्त्री हाम्रो के नाम रे रामेश्वरजीलाई मैले पठाएको छु। कुलमानजीलाई मैले एसएमएस गरेर मेसेज पठाएर होइन, तपाईहरु ध्यान आकर्षण पत्र लिएर जानु पर्यो मन्त्रालयमा, फिल्डमा आउनु पर्यो नि। त्यो त प्रयास गरेको हो। हेर्नुस्, तपाईलाई नेपालमा राम्रो कामको लागि प्रधानमन्त्रीले पनि टाइम दिनुहुन्न। यस्तो त देश छ यो। व्यस्त त छ देश, त अहिले पीडामा छ, दुखेको बेला छ। त्यसकारणले मैले भनेको के भने म चाहिँ हामी प्रयास गरिराखेका छौँ, तर हाम्रो प्रायोरिटी जनताको दैलोमा जाने हो। नेताको दैलोमा गएर केही काम छैन। 40 लाख जनता हाम्रो पछाडि आयो भने नेता हाम्रो दैलोमा आओस् भन्ने हाम्रो चाहना हो। हाम्रो चाहना क्लियर कट के छ भने हामी कुनै नेता कहाँ जानेवाला छैनौँ। नेता हामी कहाँ आओस् न,
जनताको रिप्रेजेन्टेटिभ हो मलाई नभए पनि हुन्छ। म त त्रिभुवन विश्वविद्यालयमा अहिले जागिर छ, मेरो त्यहाँबाट पैसा आउँछ, कन्सल्टेन्सी गर्छु, त्यहाँबाट मेरो पैसा आउँछ, मेरो जीवन त राम्रै छ नि, मेरो केटाकेटीले राम्रै पढेको छ, सबै छ। तर यो नेपालको भविष्य सुधार्नको लागि आम नेपाली 100% नेपालीको भविष्य सुधार्नको लागि अगाडि बढेको हो, नेतागिरी गर्नु पनि छैन। मलाई त्रिभुवन विश्वविद्यालय नै ठिक छ, गर्नुस् भने मात्रै हो। तपाईहरु जनताको घर घरमा चाहिँ कसरी जानुहुन्छ? जस्तो घर घरमा जाने भन्नुभयो, एपबाट जाने। हामी एप निकाल्दैछौँ। एप चलाउन नजान्नेहरू हुनुहुन्छ, दुर्गम भेग छ, नेट चल्दैन। अब नेट नचल्ने व्यक्तिहरूबाट तपाईहरु गइराख्नु भएको छ त, यही त हो। अहिले पनि त 2-4-10 हजार मान्छेले हेर्ला नि त, हैन? यो 2-4-10 हजार मान्छेले यताबाट हेर्ला, कोहीले एपबाट आउला, कोही फेसबुकमा जोडिएला, कोही तपाईको सिधै कुरा यहाँ अफिसमा दिनकै 2-4 जना मान्छेसँग भेट्छौँ। म त यो तपाईलाई भनौँ, रेगुलर रूपमा मसँग 2-4-10 जना अहिले पनि एउटा शीर्षै व्यक्तिसँग म भेटेर आउँदैछु है। सँगै भेटघाट भइरहेको छ, सबैले मन पराउनु भएको छ। कति नेताहरू त हाम्रो कार्यक्रममै आएर यो गर्नै पर्छ भन्नुभएको छ। तर किन अहिलेसम्म लागू भएन? किनभने 3% को हातमा होल्डमा छ। अनि 97%ले 3% फाल्न सक्दैन त? 97 त्यही गर्ने हो, अब फाल्ने, त्यही फाल्नको लागि अगाडि बढ्दैछौँ। अब 97% सडकमा आइसकेपछि अब तपाईको जेएनजीको 10,000ले त के गर्यो भने यहाँ हामी सबैलाई देखिराखेका छौँ भने अब आउने जुन कल्कीवादको जब यो आँधी तुफान आउँछ नि, तपाईहरु यति विश्वास गरिदिनुस्, यो हामी सम्पूर्ण नेपालीको लागि गरिरहेको हो र कल्कीवादको आँधी तुफान आइसकेपछि थाम्न सक्दैन, कसैले थाम्न सक्ने वाला छैन। किनभने हामी सही बाटोमा छौँ, संवैधानिक बाटोमा छौँ, नेपाली जनताको के रे हक र अधिकारको कुरा गरिराखेको छ। तपाईले केही स्वार्थ लिएर त आउनु भएको छ नि तपाईहरु अहिले? अब स्वार्थ मैले कसरी भन्ने? अनि देश रोइरहेको छ, देश तहस नहस भएको छ, पीडामा छ, अरु बेला आउन पर्यो, तपाई यही बेला आउनु भयो। कुनै कहाँ 4-5 वर्षदेखि भन्दैछु, भनिरहेको छु म। 4-5 वर्षदेखि मैले यसो इन्टरभ्यू दिइराखेको छु, कति टेलिभिजनमा, कति तपाईको मिडियामा, युट्युबहरूले मेरो त आइराखेको छ। 25औं वटा त इन्टरभ्यू यस्तो आइसक्यो। म 5 हामीलाई हेरेर मेरो विचार, मलाई त कस्तो लागेको छ भने हाम्रो एजेन्डालाई हेरेर जेएनजीहरू पनि प्रभावित भएको हुनुपर्छ भन्छु म। धेरै विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा हामीले तालिम लियौँ, ओरिएन्टेसन तपाईको के छ भने विभिन्न कलेजहरूमा, काठमाडौँको कुनै कलेज छुटेको छैन, 10औं हजार विद्यार्थीलाई हामीले तालिम दिएका छौँ। कसैले कल्कीवाद भनेर एकचोटि पनि भने सुन्ने हैन हामीले? कल्कीवादै हो यो, उहाँहरूले जुन उठाएको मुद्दा हो नि, कल्कीवादै हो। भ्रष्टाचार उहाँ के हो, वाद त केही भन्नु भएको छैन नि त। अन्तिममा त गएर वादमा टुङ्गिन्छ नि, कुनै पनि विषय वादमा टुङ्गिन्छ। उहाँहरूले भनेको यो त एक्सन हो नि, भ्रष्टाचार निर्मूल गर्ने, शिक्षा, यो त एक्सन हो। तर वाद भनेको उहाँहरूले गरेको कल्कीवादै हो। उहाँहरू जुन कुरा गर्नु भएको छ त्यो कल्कीवाद नै हो। उहाँहरूले तपाईको अन्तर्वार्ता हेर्यो भने स्वीकार्नु होला यो कुरा? स्वीकार्नुहुन्छ, जेएनजीहरूले स्वीकार्छन्, पक्का स्वीकार्नुहुन्छ। अहिले भर्खर त्रिभुवन विश्वविद्यालयमा म हिजो मात्रै मिटिङ थियो, शनिबारको दिन हाम्रो अर्थशास्त्र केन्द्रीय विभागको म त्यहाँ पढाउँछु। त्यहाँ जेएनजीका 4-5 जना हाम्रो विद्यार्थी भाइहरू बहिनीहरू छन्। हाम्रो कार्यक्रममा उहाँहरू आउँछ, 100% समर्थन छ। समर्थन होइन, हाम्रै कुरा सुनेर उहाँहरूले पनि गर्नुभएको छ के, यसमा म ढुक्क छु। त्यसकारणले यसमा के ढुक्क हुनुस् भने हाम्रो एजेन्डा, हाम्रो नीतिलाई कसैले अगाडि बढाएर गरेको छ। अब हाम्रो जुन ग्रुप आउँछ त्यसमा नेपालले थाम्न सक्दैन। तपाईले भन्दिनुहोस् न, पुँजीवादको अन्त्य भएर कल्कीवादको सुरुवात कहिले हुन्छ? आज मितिसहित भन्दिनुहोस् ल। अब मितिसहित हेर्नु, जनता आएको 1 वर्षभित्र सुरुवात भइहाल्छ। जनता 40 लाख जनता आएको भोलि पटकबाट त्यो सुरुवात हुन्छ। भनौँ न, छठ पछि हाम्रो एप आउँछ, 40 लाख आउने बित्तिकै म आफै सडकमा आउँछु र त्यसको त्यो भनेको सुरुवाती हुन्छ। 1 वर्षभित्र हामीले तपाईको यो शिक्षा, स्वास्थ्य निशुल्क गर्ने भन्ने कुराहरूलाई काममा अगाडि बढाइहाल्छ। यदि गर्न सक्नु भएन भने चाहिँ के हुन्छ नि सर? नसक्ने कुरै छैन। हामीलाई दृढ विश्वास, आत्मविश्वास छ तपाईँ? आत्मविश्वास छ, दृढ विश्वास छ। म अर्थशास्त्रको विद्यार्थी, मैले चाहिँ तपाईको क्याल्कुलेसन गरेर, हिसाब किताब गरेर 2 वर्षसम्म किताब लेखेर, नेपाललाई विश्वगुरु बनाउने आर्थिक क्रान्ति भन्ने किताब लेखेर, 4वटा किताब हामीले पब्लिकेसन गरेर
अर्थ 40 जना 50 जना 20औं सेमिनार गरेर अर्थशास्त्रीहरूको बीचमा छलफल गरेर यो हुन्छ यो राम्रो छ भनेर हामी आफैले थ्योरेटिकल भेरिफिकेसन हजारौं हजार र 40-50 जना अर्थशास्त्री बीचहरू पाइलट टेस्ट गरेर सबै गरेको कुराहरूलाई लागू गर्न सकिँदैन भनेर कसरी भन्ने? सबैले भेरिफाई गरेको हो। नेताहरूले पनि विगतका केही नेताहरूले पनि यो भेरिफाई गरेर यो सम्भव छ गर्नुपर्छ यो नै बाटो हो भनिसकेको सन्दर्भमा मैले मात्रै भनिरहेको छैन। को नेताले सपोर्ट गरे तपाईहरुको अभियानलाई? अस्ति भर्खरै तपाईहरु हुनुहुन्थ्यो हाम्रो के अरे नारायण काजी श्रेष्ठजी आएर त भन्नु नै भयो नि नेपालको भ्रष्टाचार नियन्त्रण गर्नको लागि अचूक उपाय भनेको क्यासलेस हो भन्नुभयो नि त 100%। त्यस्तै शिक्षा स्वास्थ्य र कानुन सेवा निशुल्क हुनै पर्छ। यो संवैधानिक व्यवस्था हो। नेपालको जनतालाई नेपालमा समृद्धि ल्याउनु पर्छ। यो तीनटा हुनै पर्छ भनेर प्रत्यक्ष रूपमा हजारौं हजार मान्छेले देख्ने गरी त भिडियो आएको छ, फेसबुकमा आएको छ, धेरैले लाइक पनि गरेको छ हैन। भनेपछि यो त उपेन्द्रजी मैले चाहिँ तपाईको उपेन्द्र यादवजीसँग एउटा कार्यक्रममा म त्यहाँको ट्रेनर थिएँ। उहाँहरूलाई म ट्रेनिङ दिने सन्दर्भमा यो सबैजना चकित पर्नुभयो के त्यहाँको मान्छेहरू। तपाईको के छ भने यो त गजबको रहेछ भन्ने कुराहरू। त्यसकारणले यो नहुने कसैले भनेको छैन। कठिन छ चाहिँ भन्नुभएको छ। नेपालको सन्दर्भमा जहाँ 3% जनसङ्ख्याले क्याप्चर गरेको छ त्यहाँ कठिन छ चाहिँ भन्नुभएको छ। तर यो गर्नुपर्छ, हुनै पर्छ, हुन सक्छ, सम्भव छ, कठिन छ भन्नुभएको छ। कठिनको लागि हामी तयार छौँ। सामना गर्नुहुन्छ? सामना गर्न तयार छ। ओके, जहाँ जाँदै अब सारा नेपालीलाई डाक्टर उमाकान्त सरको चाहिँ के छ सन्देश आज? आज मेरो सन्देश यही छ, हामी तपाईँ सबैलाई समृद्ध बनाउनको लागि काम अगाडि बढाइसकेको छौँ। यहाँहरूलाई दसैँ तिहार र छठको शुभकामना छ। छठ पछि लगत्तै हाम्रो एप आउँछ। त्यो एपलाई यहाँहरूले लाइक गरेर त्यसमा मेम्बरसिप बनेर त्यसको चाहिँ तपाईँको एउटा वैधानिक रूपमा त्यसको पार्ट बनेर यो कामलाई अगाडि बढाइदिनुस्। यहाँहरूको समर्थन हुने बित्तिकै हामी अगाडि बढाउँछौँ कार्यक्रम। सरकारका लागि घचघच्याएर हुन्छ कि आफै नेतृत्व गरेर हुन्छ कि कसरी भन्नुहुन्छ, यहाँहरूले जुन मार्ग दिनुहुन्छ। र एउटा पनि सन्देश मैले के दिन चाहेँ भने हामी तुरन्तै त्यो एपमा लाइक हुने बित्तिकै हामी के गर्छौँ भन्दाखेरि कुनै एउटा दिन तोक्छौँ। नेपालमा शिक्षा स्वास्थ्य र कानुन सेवा निशुल्क चाहने र भ्रष्टाचार निर्मूल गर्न चाहने व्यक्तिहरू आज टुडी खेलमा जम्मा हुनुहोला भन्छौँ। त्यो दिन सबै काठमाडौँका उपस्थित सबै दाजुभाइ दिदीबहिनीहरूलाई सबैजना त्यहाँ उपस्थित भइदिनुहुनको अनुरोध गर्दछु। र अर्को दिन हामी के राख्छौँ भने यसलाई विरोध गर्ने व्यक्तिहरू आउनुहोस् भनेर भन्छौँ। विरोध गर्ने व्यक्तिहरू अर्को एक दिन आउनुपर्छ र समर्थन गर्ने व्यक्तिहरू एक दिन आउनुहुन्छ। समर्थनको पक्षमा धेरै जनसमुदाय देखियो भने हामी चाहिँ हाम्रो पक्षमा जनता छ भन्ने बुझ्छौँ। त्यसकारणले जुन दिन हामी डेट दिन्छौँ त्यही एपको माध्यमबाट यहाँहरू सबैजना जम्मा भइदिनु होला। 15 मिनट 20 मिनटको हामी समय मात्रै दिन्छौँ। त्यहाँ आएर आफ्नो शरीर मात्रै देखाउने हामी त्यही जनमत सङ्ग्रह हो। शरीर मात्रै देखाउनु भनेको हामी टाउको गनेर त्यहाँ जनमत सङ्ग्रहको मोडालिटी निकाल्छौँ। त्यसकारण यहाँहरू आइदिनु होला भनेर म यहाँहरूसँग विनम्र अनुरोध पनि गर्न चाहे, जसले यहाँको भविष्य निर्माण गर्छ। एक दिनको 15 मिनटको उपस्थितिले हाम्रो नेपालको मुहार फेर्नेछ र यहाँहरूको भविष्य पनि निर्माण गर्नेछ। त्यसको लागि म अनुरोध गर्न चाहे। हस्, धन्यवाद सर। धन्यवाद, नमस्कार। ल होइन सर, ठिक छ नि सर? ठिक छ। अनि परेन 25 मिनट 25 जना 30 लिनु पर्ने, कम भयो।